so motherfucking designer on right now. Hello everyone, नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामीहरू जाँदैछौँ आमाकुसा। हामीहरू चाहिँ आज जापानिज बा आमाको होम टाउन घुम्न जान लागेको के है। अस्ति नै देखि जाने भनिरहेको थियौँ, तर टाइम नमिलेर जान पाइरहेको थिएनौँ। आज भने बल्ल बल्ल जाने टाइम मिल्यो। म चाहिँ एकदमै धेरै एक्साइटेड थिएँ। जापानिजहरूको गाउँ कस्तो हुन्छ होला, कसरी बस्छन् होला भन्ने लागिरहेको हुन्थ्यो। आज चाहिँ हेर्न पाउने भयो, घुम्न पाउने भयो भनेर म चाहिँ एकदमै धेरै खुसी थिएँ। हामीहरू चाहिँ बिहान 5 बजे उठेर रेडी भयौँ, 6 बजे बेड भएर जाने भन्ने कुरा भएको थियो। आमाकुसा चाहिँ हामी बस्ने ठाउँ भन्दा 2.5 घण्टा जति टाढा भएको हुनाले चाँडो चाँडो गरेर जाने भन्ने कुरा भएको थियो। आज चाहिँ हामीहरू जापानिज बा आमाको होम टाउन घुम्ने, समुद्र गएर फिसिङ गर्ने भनेर आएको हो। खासमा कतिपय जापानिजहरू चाहिँ कस्तो हुन्छ भने नि, विदेशी भनेपछि पटक्क मन नपराउने पनि हुन्छ भने कतिपय जापानिजहरूले चाहिँ विदेशी भनेपछि हुरुक्कै हुने, मन पराउने, एकदमै माया गर्ने त्यस्तो पनि हुन्छ क्या। धेरै जसो जापानिजहरूले चाहिँ आफ्नो घरमा, आफ्नो रुममा कसैलाई पनि ल्याउन चाहँदैन अरे कि, इभन आफ्नो साथीहरूलाई पनि उनीहरूको प्राइभेट लाइफ कस्तो छ, कसरी बस्छ त्यो चाहिँ बाहिर नआओस् भन्ने चाहन्छ अरे कि। उनीहरूले कसैलाई पनि त्यो भन्न मन पराउँदैन अरे। तर बा आमाले चाहिँ हामीलाई कस्तो धेरै माया गर्नुहुन्छ क्या। नेपाली भनेपछि हुरुक्कै हुने, एकदमै मन पराउने के। उहाँहरू नेपाल पनि गइराख्नुहुन्छ अरे घुम्नलाई बेला बेलामा, त्यो भएर पनि हुनसक्छ नेपाली कस्तो हुन्छ भनेर थाहा छ होला नि त उहाँहरूलाई। फ्रेन्डली हुनुहुन्छ क्या, एकदमै घुलमिल हुन खोज्ने क्या, साह्रै घुलमिल हुन खोज्ने, हाम्रो कल्चरहरू बुझ्न खोज्ने, सबै कुरा जान्न खोज्ने क्या। कस्तो मनपर्छ क्या मलाई। अनि त्यो भएर हामीहरू चाहिँ एकदमै खुसी के उहाँहरूको गाउँ घुम्नको लागि। छिटो छिटो जानुपर्छ भनेर हामीहरू कसैले पनि ब्रेकफास्ट नगरिकन आएको थियौँ। अनि बाटोमा 7-11 पसेर कफी खाएपछि बल्ल मलाई चाहिँ निन्द्रा खुलेको थियो, टाउको दुख्न पनि कम भएको थियो कि, नत्र भए त म निन्द्रामै थिएँ कि। त्यो काठहरू राखेको चाहिँ नोरी बनाउनलाई रे के, लेउहरू जम्मा गरेको रे। भयो कफी। पहाड रहेछ क्या यहाँ। यो ठाउँ चाहिँ विश्व सम्पदा सूचीमा परेको ठाउँ अरे। यस्तो दामी के, बिच बिचमा पुरा हुन्छ नि त ठुम्का छ पुरा जमिनहरू। समुद्रको बिच बिच डेस्टिनेसन मानिसकेको छौँ। लास्ट स्टेसन हाम्रो माछा मार्ने काम हुन्छ। अब आज हामी माछा मार्न आएको हो गाइस। हामीहरू माछा मार्न आएको ठाउँ चाहिँ यो हो आमाकुसा। यो ठाउँ चाहिँ हाम्रो बा र आमाको गाउँ हो क्या होइन, बा आमाको होम टाउन हो। हाई। ओके
धेरै बोटहरू छ योमा हैन हाई कोनिचिवा हाई हाई आज हामीहरूलाई समुद्र लाने फिसिङ गर्न सिकाउने चाहिँ बाको भाइले हो क्या हैन उहाँले चाहिँ हाम्रो लाग्यो भनेर बिदा लिएर बस्नु भएको रे क्या हामी आउँदैछौं भनेर के कस्तो राम्रो मान्छे क्या है ओ माय गॉड सबैभन्दा रमाइलो कुरा चाहिँ यो बोर्ड चाहिँ उहाँहरुको प्राइभेट रहेछ के प्राइभेट बोर्ड भएपछि त जता जान पनि पायो नि त जता लग्छु भन्न पनि पायो उता जाम त्यता जाम भन्न पायो कस्तो मजा आउँछ नि त म त कति धेरै खुसी के पहिला पहिला सिप चढ्दाखेर हैन बस भित्र बसे जस्तो प्लेन भित्र बसे जस्तो भएको के हैन बाहिर पुरै खुल्ला नाइ के मलाई त्यस्तो धेरै मजा आएको थिएन के अनि यो पाली चाहिँ मलाई एकदमै मजा आउने वाला छ यो चाहिँ माझी गाउँ हो रे माछा मार्ने ठाउँ अनि माझीहरू भन्छ हामी नेपालीमा चाहिँ हाम्रो बा अनि बाको वाइफ है अनि त्यसपछि मेरो हस्बेन्ड हाम्रो दाइ अनि उहाँ यो बोर्ड चलाउनु हुने चाहिँ बाको भाइ के समुद्रको बिचमा हैन माछा मार्न यति धेरै मजा हामी माछा मार्न सुरु गर्ने हो अनि यति धेरै माछा मार्न डर लागिरहेको मलाई हामीले चाहिँ फिसिङ गर्नको लागि यो लिइसकेको छौँ मैले सुरी भन्छ अरे जापानिजमा सुरी अनि अब फिसिङ गर्ने भनेको मजाले यो पानीको छालले हल्लिँदो रहेछ बोर्ड चाहिँ म चाहिँ उठ्न सकिरहेन है डर लाग्ने हामी चाहिँ रेडी गर्दैछौँ यो खानेकुरा हालिसकेको छ हामीले माछाको लागि योमा झुन्डाइसकेको छ अनि लेफ्ट हो उभिएर हिँड्दा मार्ने भाग्यो परो प्लास्टर रहेन अरे के परे बाको हैन के मेरो माछा त खानेकुरा हाल्यो खाँदै भाग्दै गर्छ भाइ एउटै समातेको छैन हाम्रो अञ्चलमा छ है यस्तो रमाइलो भ्यू छ यस्तो रमाइलो भ्यू मा गड तर घाम पनि चर्किरहेको छ क्या अनि हामी यसरी बसिरहेको माछा मार्न यति धेरै मेहनत गर्दैछौँ होइन हामी कसैले पनि एउटा पनि माछा मार्नु सकेको छैन कि कति धेरै मेहनत गरिदियो भने होइन उहाँहरू
खालि त्यो खानेकुरा राख्छ नि चुडाउँदै धागो चुडाउँदै खाँदै भाग्दै गर्दो रहेछ क्या कस्तो चलाक माछा क्या यहाँको खै भाग्यो हेर न उता पलतिर जान्छ कि सिधा तल जानुपर्ने होइन सिधा तल जानु पनि भाग्यो खै त्यो हावाले होला कि पानीको बेगले होइन त्यत्रो तल त ढुङ्गा हुन्छ त्यसको त बिस्तारै गर्नु नि होइन रहेछ सानो खरे के पुल्टे खै समात है त्यो डन्ठी गम्रे गम्रे नानीहरु कत्रो सुगो 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 Fanta. Yapari ni. Ureta. Marina Hai Kanti. Kenapa? एउटै माछा समात्न सके हैन 1.5 घण्टा भइसक्यो नि 1.5 घण्टामै बल्ल पर्न त 3-4 वटा पर्यो नि माछा टोकेर भाग्यो त नि 1.5 घण्टामा बल्ल बल्ल एउटा माछा कस्तो रमाइलो भयो यार उतै अगाडि पनि अर्को कुने भएर नि टक्क फोटो खिच्यो भने मजा हुन्थ्यो है सर्लको दामी पार्यो माछा पार्यो सेकेन्ड माछा किरेता के भने चुकामा त पनि किरेता खै कत्रो माछा पर्यो त्यत्रो माछा पर्यो रातो रातो माछा परेछ आज बिग साइज फेरि पर्यो माछा बिग साइज वाउ हेरमै कत्रो परेछ यति धेरै खुसी भइरहेको कति धेरै खुसी भएको माछा परेपछि माछा पार्नु है हेरमै माछा पार्नु कि पार्नु मेरो माछा समात्ने पुरै बिग्रो क्या अब मसँग छैन के रे नानी
हजुर माछा चाहिँ बल्ल बल्ल पर्न सुरु गरेको थियो अनि कतिपय माछाहरू खान मिल्ने कतिपय खान नमिल्ने भन्ने हुँदो रहेछ क्या। जापानको खोलाहरूमा यति धेरै माछा हुन्छ होइन, तर जापानिजहरूले खाँदैन क्या, खोलाको माछा खान हुँदैन अरे भनेर खाँदैन। यहाँ समुद्रमा पनि खाने माछा र नखाने माछा हुँदो रहेछ। खाने माछा चाहिँ एउटैको होइन 1 केजीको 10,000 पर्छ अरे कि, त्यो वाला माछा पर्ने कि यहाँ। कालो हाय हाय हामीहरूले चाहिँ हल्का फुल्का माछाहरू मार्यौँ, मजाले घुम्यौँ अनि भोक पनि लाग्न थाल्यो। अब चाहिँ जाम, अब चाहिँ भयो भनेर अनि हामीहरू चाहिँ फर्किन लागेको। यस्तो रमाइलो भयो आजको दिन, यति रमाइलो भयो नि आजसम्म। यति धेरै रमाइलो यति धेरै मजा मैले कहिल्यै गरेको थिइनँ होला कि लाइफमा। त्यति धेरै मजा आयो मलाई चाहिँ होइन, यहाँ आएर मन यति धेरै आनन्द भयो क्या होइन। कति धेरै खुसी के म आज। जम्मा 5वटा माछा मारिछौँ हामीले, त्यही मैले एउटा पनि मारिनँ। सक्यो, अब हामी चाहिँ घर जाने हो। यहाँ फर्केर आइसक्यौँ। दिनभरिको मिहिनेत चाहिँ 5वटा माछा। हाम्रो आमाको टोपी, आमा त्यो पछि हामी गयौँ आमाको घर। आमाको घरमा त आमाको सासू आमा पनि हुनुहुँदो रहेछ क्या, बुढी हजुरआमा है। ओ माई गॉड कस्तो माया लाग्ने के। त्यो पनि के भनिदिनुहुन्थ्यो नि, म त भर्खर बारीमा काम गरेर आएको, तिमीहरू आउँछौ भनेर खाना बनाउँछु भनेको, पर्दैन भन्यो, त्यही भएर मैले बनाएको छैन, के खानी भन त अरे के। कस्तो माया लाग्दो के। जापानको गाउँघर पनि नेपालको गाउँघर जस्तै हुने रहेछ। बुढी आमाले चाहिँ आफ्नो छोरा बुहारी आउँदैछन् भनेर कुरेर बस्नुभएको के। बाटो हेरेर कस्तो हुन्छ नि, आफ्नै गाउँघरको याद आएको के मलाई त। कति रमाइलो कस्तो हुन्छ नि, आफ्नै गाउँघर घुम्न गएको फिल भयो मलाई यहाँ आएर। आज हामीले यति धेरै माछा मार्यौँ, यति 3टा चाहिँ घर लिएर आयौँ। धेरै त मार्न सकेको थिएनौँ होइन, कोही चाहिँ खान मिल्ने नमिल्ने भन्ने पनि हुँदो रहेछ। अनि धेरैवटा मारेको थियौँ मार्न त, तर खान मिल्ने र नमिल्ने छुट्याउँदाखेरि चाहिँ धेरैवटा परेको थिएन। 6-7वटा चाहिँ हामीले जम्मा मारेको थियो। अनि यो 3टा चाहिँ हामीलाई चाहिँ उहाँहरूले दिनुभयो, किनभने हामी चाहिँ फर्स्ट टाइम आफैले मारेको माछा भनेर। अनि कस्तो रमाइलो लाग्यो, कस्तो मजा लाग्यो क्या, आज खुसी लाग्यो। हामीहरू जापानिजहरूको घरमा फर्स्ट टाइम गयो घुम्नलाई। कुनै जापानिजले चाहिँ आफ्नो होम टाउनमा घुमाउन लगेको भन्दाखेरि चाहिँ कस्तो रमाइलो लाग्यो, विदेशीले यति धेरै माया गरेको देखेर। अनि हामी चाहिँ भर्खर घर आइपुग्यौँ। बिहान 5 बजेदेखि गएको मान्छे अहिले 5 बजे घर आइपुग्यौँ हामी। माछा चाहिँ यस्तो खतरा माछा मारेर ल्याएको छौँ। माछा चाहिँ यस्तो रहेको छ,
दामी छ आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सिनु होला थ्यांक यू फर वाचिङ बाइ बाइ लभ यु अल